हेलो साथीहरु र तपाईहरुले यो नजारा देख्दै गरेको छ यो चाहिँ मामरिङको है मामरिङको हो यो चाहिँ उपर मामरिङको नजारा हो र पर देख्दै गरेको चाहिँ तपाईहरुले माझीटार हो है त्यहाँ माझीटारबाट टक्कै भएर आएर चाहिँ यता चाहिँ रम्फूको नजारा हेर्नुस् यहाँबाट मामरिङ भ्यू पोइन्टबाट देखाउँदैछु तपाईहरुलाई है यो चाहिँ र माथि कुमरिक पनि देख्दैछ अलिअलि है र त्यो पिलर देख्नु हुँदैछ हो त्यो चाहिँ तपाईहरुको रेलवेको ब्रिज बनिँदैछ त्यहाँनेर चाहिँ र त्यो रेलवे चाहिँ तपाईहरुको यहाँबाट हाम्रो खानी खोला माझीटारमा निस्किनेछ टक्कै यहाँबाट गएर टक्कै यस्तो भएर पर हाम्रो रेलवे जक्सन बनिँदैछ नि त है अब सिक्किममा पनि रेल छिटै आउँछ है गाइस त्यहाँदेखि चाहिँ सिलगढीमा गएर चाहिँ चिया खानुपर्छ हौ 5 रुपैयाँको देख्नु हुँदैछ वेदर चाहिँ यस्तो छ एकदमै पानी पर्नै आँटेको छ पर्दै पनि छ अलिअलि है र खोला चाहिँ एकदमै मैलो यो जुन चाहिँ फ्लड आयो तबदेखि चाहिँ एकदमै के हो टिस्टा खोला चाहिँ एकदमै कालो कहिले सफा भएको छैन लगभग 2 इयर्स हुनु आँट्यो है कहिले सफा भएको छैन एकै दिन पनि सफा छैन खोला है पहिला त एकदम सफा थियो अहिले प्राय मैलो भइरहेको छ खोला र त्यहाँ पर देख्नु हुँदैछ नि तपाईहरुले सिक्किम लेखेर वेलकम टु सिक्किम भनेर देख्नु हुँदैछ है वेलकम टु सिक्किम यो चाहिँ हाम्रो रम्फूको चेक पोस्ट हो सेकेन्ड चेक पोस्ट र फर्स्ट चेक पोस्ट चाहिँ यता पर छ फर्स्ट चेक पोस्ट चाहिँ यता छ माथिको ब्रिजमा र यो चाहिँ अटल सेतु ब्रिजमा पनि छ हाम्रो चेक पोस्ट पर है यो जुन चाहिँ नेसनल फ्ल्याग पनि लगाएको छ त्यहाँ देख्नु हुँदैछ जुम गरेर देखाउँदैछ क्यामेरा क्वालिटी त्यति राम्रो छैन कि त्यही भएर जुम गर्दा पनि फाट्दो रहेछ हौ देख्नुहुन्छ नजारा एकदमै राम्रो छ है तपाईहरु आउनु भएको छैन होला मामरिङ भ्यू पोइन्ट आउनुस् मजाले है मामरिङमा यता रम्फू माझीटार सिङताम भएकोहरु त मजाले घुम्छ है मजाको छ यहाँ चाहिँ नाइटमा झन् दामी देखिदिन्छ है लाइटहरु बलेर है टिटिटिटिटिटिटि हुन्छ है